अनुरोध गर्न चाहन्छु। सबैलाई जता नमस्कार हजुर। नमस्कार बड्डा। निकै छ के? म चाहिँ ठोकतन्त्रको धामी है। जहाँ मैले ठोक्यो त्यहाँ फेरि तलमाथि भन्न, जहाँ बोल्यो जे बोल्यो त्यो ठ्याक्कै हुन्छ, हो कि नै? हात अगा खाएर नै कम्रो लादाउने बासन नानी कहिले बोला पो न सुदूरपश्चिमको आवाज त्यहाँ काठमाडौँसम्म पुगाउनु पर्दैन क्या, नापा जोराले बोला, हो कि नै? छोराटा भन्दा बैकिनीको पावर बढिरहेछ है आजकल, हेरेर नि त काठमाडौँ नै यतै हो। क्या भयो? अब क्या हो साह्रै अप्ठ्यारो भयो, म त मरिहालेँ। क्या हो तँ मरेको यहाँबाट छाट चढ्ने छौ क्या, साटा मर पनि काठमाडौँ भन्ने साह्रै अप्ठ्यारै भइगयो। अब खण्डा बाजे आएका अहिले गरी के तन्त्र अरे यो अहिले ठोकतन्त्रको धामी हो भनेपछि त अब मलाई पनि सन्चो छैन अहिले। मेरा घरको पनि सन्चो छैन, हडमको पनि सन्चो छैन। घर आग लाग्यो, पाग लाग्यो, त्यो के भयो त अचम्म गरेको आज बड्डासँग हेराउनु भनेर आएको। ए लौ तेरो के हेरिदिनु पर्ने हो, म हेरिदिनु। हेर्नुपर्ने त धेरै छ तै पनि। ल के भयो अरे खास घरमा भनेर ट्याक्कै टक्कै खानु खास यो विश्वास त लाग्दैन यो बड्डाको। अस्ति हेराएर पुरो एमपेल आयो। एमपेलका कुरा नआरे काठमाडौँ भन्दा तै पनि हेरिदिनु पर्यो, कहीँ भाइ नसक्नु भनेर म हेर्न आएको। के कारणले भयो त विधान सभा ठिक भयो त अलिक आसाम होइन अछाम हो। जो जाँदैन आसाम भाइ आइपुग्दैन आसाम अछाम हो। अब के भन्नु, मैले भने घर मेरो बट्टी बुढी छाउ भन्नु त त्यहाँ त केही भएन, रगत आयो। प्रकृतिले दिएको सुन्दर कुरा हो, त्यही कुरालाई चढाइबाट हेरिकन के भयो भन्न आइत। अब यसो भयो, गाउँमा सरकार आयो, हरेक मान्छे आइकन अभियान चलाउन लाग्यो। ए छोरीबेटी छाउ ल्याएपछि बाहिर सराएपछि घरभित्र पसाला भन्यो। कुरो म पनि जान्ने आएर मैले पनि भित्र पसालेँ। त्यो पसालेका दिनदेखि त म त हडा सुन्छु पाउनु भयो। मेरो त हडमा जुर्जुर हुँदो गयो। अनि मैले अघि भने फोनमा बाघले बाँच्रो खायो, घरमा आग लाग्यो भने सोचेर केही कुरा हुन लागेन। साँचो हो कि क्या हो परमेश्वरले भनिदिनु पर्यो। नभएका कुरा काठमाडौँ भन्दा कि कसले सिकायो, बना भाग्यो, गोठालो नलागेपछि अर्को कुरा घर सन्चो भएर भन्थ्यो। 24 घन्टा तेरा चुप्लाई काला पानीका थैला खाएपछि घर सन्चो हुने आके काम पुरी आँगामा चिलाउँदो भनेको यो छाउकडी भन्ने केही पनि हुँदैन। यो सब भ्रम हो। यो यति यसो बेला त छाउ गएको बेला मिठो खानिदिनु पर्यो। घरतिर बड्डी पनि बिरामी छ क्या। म बिरामी भएर चाहिँ अब बड्डी मेरो भैँसो पाठो घर बारी सबै बिरामी हो। छाउ भएका बेला कुखुरालाई अगाडि बढाएर दुध खान दिँदैन, उसलाई घिउ खान दिँदैन, के भन्थ्यो मासु मटन खान्दिन उनीहरूलाई, के भन्थ्यो बोट बिरुवा छुएपछि कुदाछन् भन्नुहरूलाई। जापान कोरिया कि बैगिनीका छाउ हुँदिन उनके उसले लगाएका लौका खुर्सानी तिनामा फल्ला नहुने बढी खाने ढङ्ग हुँदैन। अथवा छाउकडीले छुयो, भैँसो बिरामी भयो, तरकारी पियो,
सबै सुनिराख व्यवसायी हुने पनि सुनिराख यो सबभन्दा बढी छाउपडीको त अझ बढी विरोध हान्ने यी बैकिनीको विरोधमा किन यति चले आँखा देखिकन पनि आँखा फुटेकै जस्ता हुन् तम्रा यो छाउपडी पर्छ केही पनि हुँदैन यसो बेला त दुध खानिदिनुपर्छ घटना देखिने के सो के त्यो गाडा नुहाउन गएकी बेला कति बगी छाउगोठामा अस्ति कञ्चनपुर पनि आफूले मेहनत गरी 4 तलाको घर लायो डाँडा पारी त्यहाँ मात्रै झुपडीमा बस्दाखेरि सापले खायो हामी यस्ता कुराबाट ननिस्केछौँ महाराज हाम्रो गाउँ ठाउँको रोक्नुपर्छ हामीले बुझ्नुपर्छ देवी देवता भन्ने कल्पना पालाका बेला त झन् यसलाई हाम्रो गर्नुपर्छ यो त सुन्दर चिज हो छाउपडी भनेर टाढा राख्ने टोका छोड भन्नु पनि गति होइन मैले त राखेको छैन राख्नु त राखेको छैन के राखिसकेपछि यो यसो भयो कहीँ के कारणले गयो भन्ने हो मैले पनि कुरा त बुझेको छौँ त अहिले अब नाममा गाउँडाको नाममा नेताहरूसँग पनि हुँ त सदस्यमा पनि उठ्ने हुँ नेपाल कसो नेता है काम गर्ने है कि त्यस्तै फाल्टु गफर्ने नेता है तपाईँ काम गर्ने नेता हौ अबदेखि अस्ति मैले त त्यो हो कि भन्ने सोचेँ जे अस्ति तपाईँ चाहिँ ठोकतन्त्र हामीले सही कुरा भने अब चाहिँ ल तपाईँले जे भन्यो त्यही गर्छु परमेश्वर महाराज एक अर्को कुरा छ म भाइ जाउँ कि केही अरू सोध्नु छ भने एक मेरो छोरी टिकुली छ त्यो टिकुली त्यो टोलाई राख्नु लागि काममा ध्यान दिँदिनँ पढाइमा ध्यान दिँदिनँ अनि खाना खाँदैन माछा काँडो सुकेदैन भाइ त्यो क्या भयो होला मेरो छोरी टिकुलीलाई के भन्नु त फेसबुक त्यही हो फेसबुक आउने झुन्डी थियो अनि अर्को टिक 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 टिकटक आउने झुन्डी थियो अनि राति सुरब भित्र बसिकन सास सुकाइकन भन्नु भन्नु भन्ने छ कि कहिले महाराज ठ्याक्कै लाग्यो महाराज तपाईँले होइन के भने अर्को पनि के भन्यो गर्ने भीष्म पितामहलाई पनि सोधेन परमेश्वर महाराज त्यो त सही टिकै लागेको छैन अरे तपाईँले मेरो छोरी ठ्याक्कै थियो फेसबुक आउँदै टिकटक आउँदै अहिले कहीँ सामाजिक सञ्जालमा झुँड्याउनु लागि कोही दिन त्यो रुखौँदै झुँडिदियो भने त्यही पो डर लाग्यो मगाउन माया पिरिमका नाउँमा अहिले घरका आमाले दुःख गरी पढाउँदा लेखाउँदा साना कुरामा पनि रुखमा झुन्डिँदा विष खाँदा मज्दा खोला खट्टकाला हाल्दा सबैलाई म यसो नहरे भन्दछु अर्को कुरा यो छाउपडी प्रथा भनेको एकदम राम्रो कुरा होइन यसलाई प्रथाका रूपमा लियो यो त प्रकृतिले दिएको नियम हो भने तेरो गाउँमा पनि धन्यवाद जय परमेश्वर महाराज आज त भयङ्कर मजा आउने थियो त गाड्यो हाम्रा राजाले धन्यवाद त्यो त जब अझ झोला बोकिकन हट्टाइसक्यो त पनि झोलै हो कि राई अब भयो भन्दा नि छ के म झोले सोले के होइन के लुकाएको छ खै के लुकाएको छ खै देखा ल्याउँदा के लुकाएको छ खोलेर देखा केही छैन एउटा केही पनि छैन बाजे देखा एउटा केही छैन बाजे यही हो यही छ यो के हो रामा रोशन पर्यटकीय क्षेत्र अरे कि हाम्रो रामा रोशन पर्यटकीय क्षेत्र हो ओझेलमा छ यसको विकास हुन सकेको छैन यस्तै कुराहरू यसमा राखेको छु अनि त्यसपछि यहाँ अफिस सैपाल यो अफिस सैपाल हाम्रा ठाउँ चिनाउने हो यो बढी मालिका हो सबैले ताली बजाइदिनु होला हाम्रा ठाउँका लागि यो हो खप्टर यी सबै चिज छन् तर यो बनाइदिन्छु भन्ने कोही पनि छैन हो यी सुदूर कथा प्रणाली प्रदेशका कथा व्यथाको झोला हो बाजे यसभित्र धेरै कुराहरू राखेको छु मैले त्यहाँ विकास निर्माण हुन सकेको छैन देशको विकास निर्माणका कुराहरूको आवाज यसभित्र छ यो उपन्यास छ कि यहाँ झोला भित्ताउँदो खेती लोक मार्गको जो चाहिँ 12 घन्टा लाग्ने ठाउँमा 3 घन्टामा पुगिँदछ के भन्यो 8-9वटा जिल्लालाई समेटेर विकास हुँदछ के अरे छिटो पुगिँदछ त्यो पनि छ त्यो अल्पत्त परेको कथा व्यथा पनि यसैभित्र छ त्यसै गरिकन हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू विदेशी छन्
हो त्यो विदेशिनुको पीडाको व्यथा पनि यसभित्र छ। छाउपडी कोठमा बस्नुको पीडा र त्यो व्यथा पनि यसैभित्र छ। सुत्केरी भएकी बेला गाडी नपाएर यातायात नपाएर के भन्थ्यो रक्ताङ्गे भएर मर्नु पर्ने हामी दिदीबहिनीको पीडा पनि यो झोलामा छ। तर के हाल्नु देश विकासहरूलाई भन्दै आउने कि हर्र पेला लाउने आउँदा कि खर्र गाडीमा जाँदा हाम्रो यो पीडाकै झोला हो केटाइतिर। एकदम यो पीडाको झोला हो। यो झोलाका लागि सबैजना यो झोला हामी जबसम्म बोलिरहेका छौँ जबसम्म हाम्रो ठाउँ विकास हुँदैन। अब के अरे हजुर के बनाउनु पर्ने भनिकन आउनुभन्दा अगाडि यो ठाउँ हाम्रा बनाइदिए भन्दा भन्दा हाम्रा मुख गलिगए अब त भान्डो बजाउने भना छ हो कि लास्टमा एक कुरा सुन्नुभयो क्या इरिसका गाना सुनेका Efendim, सम्मान गरौँ यो सन्देशमूलक